हेलो गाइज, आज चाहिँ म सिन्धुलीबाट चाहिँ घर जान लागेको होइन। म चाहिँ बाइकमा जान लागेको छु। सरर हामी सिन्धुलीबाट चाहिँ हिँड्यौँ सरर होइन। हामी आधी बाटो आइपुगिसक्यौँ। बाइकमा हामी बिहानै घर हिँडेका थियौँ। बिहान 7 बजीतिर। कस्तो खतरा भ्यू थियो क्या। पुरै बादल लागेर ढाकेको थियो। अनि हामी चाहिँ सोला भन्छ निस्किन आँट्यौँ। सरर यो चाहिँ सेल्फी डाँडो है। सेल्फी डाँडो हुँदै हामी सोला भन्ज्याङ निस्किन लाग्यौँ अब है। यो सोला भन्ज्याङ रोडतिरको भ्यू चाहिँ ठ्याक्कै हामी चाहिँ गाउँ आइपुग्यौँ है। त्यो बाटोमा चाहिँ मैले खिचिनँ किनकि मलाई अप्ठ्यारो भएको थियो। सो म चाहिँ अब त्यहाँ ओर्लेँ बाइकबाट। अनि त्यहाँबाट बिस्तार हिँड्दै आएको छ। हेर्नुहोस् यहाँ हाम्रो गाउँको भ्यू चाहिँ माक्लो घर हो। कलाएर म चाहिँ आइपुगेँ है मेरो गाउँ। आउँदै बाटो हेर्नु न कस्तो दामी फुल फुलेको रहेछ। मैले अनि फोटो खिचिहालेको। यो चाहिँ हाम्रो गाउँको भ्यू। बाटोमा आउँदै फर्सी फलेको रहेछ क्या। म चाहिँ निस्केँ है मेरो घर। मेरो घरमा चाहिँ सबै आफ्नो काममा बिजी हुनुहुँदो रहेछ। भाउजू पनि यहाँ के काम गर्दै हुनुहुन्छ। मम्मी दाइहरू त्यहाँ उभिराख्नु भएको छ होइन। यो चाहिँ मेरो आँगनमा हेर्नु न कति राम्रो फुल फुलेको रहेछ। म चाहिँ दुई महिनापछि आएको थिएँ। कति दामी फुल फुलेको रहेछ आँगनमा। मलाई चाहिँ लास्टै राम्रो लाग्यो। हेर्नु न कति राम्रो रहेछ क्या फुल फुलेको। हाम्रो गाउँ है यो चाहिँ। म चाहिँ फाइनल्ली मेरो कोठामा आइपुगेँ होइन। अनि फेरि मलाई चाहिँ फुल हेर्नु न फुल कति राम्रो। वाउ, पुतली पनि पुरै डुलिरहेको छ नि। कति राम्रो क्या। वाउ, राधे राधे।